मान्छेको बस चल्थ्यो भने मान्छे मृत्यु भन्दा पनि अगाडि हुन्थ्यो। आज मृत्युलाई जितेर अझ अगाडि जान्थ्यो मान्छे। मसान घाट भन्दा पनि अगाडि जान्थ्यो मान्छे। यो एम्बुलेन्सहरु भन्दा त अगाडि गइरहेछ सधैं। कहिले बाइकमा अगाडि गइरहेछ, कहिले गाडीले जितिरहेछ, एम्बुलेन्सलाई जितिरहेछ, लास बोकेको गाडीलाई जितिरहेछ मान्छेले। मान्छेको बस चल्थ्यो भने साच्चै मृत्युलाई अवश्य जित्थ्यो मान्छेले। भगवान श्री कृष्णले गीतामा भनेको जस्तै गौतम बुद्धले पनि आफ्नो उपदेशमा भन्नुभएको छ एउटै कुरा, हामी वर्तमानमा बाँच्नुपर्छ। हिजोको दिन के भयो सकियो गयो। अब आउने दिनलाई सम्झेर हामी डराएर त्रसित भएर केही कामै छैन। हामी बाँच्नुपर्छ वर्तमानमा। मतलब हामी खाना खाइरहेछौं, हाम्रो ध्यान अन्त कतै गइरहेछ। हामी सवारी साधनहरुमा चढिरहेछौं, हामीले चलाइरहेछौं, तर हाम्रो ध्यान त्यहाँ छैन, अन्त कतै छ। अनि हामी कतै घुम्न गइरहेछौं, तर हाम्रो ध्यान त्यहाँ छैन, हाम्रो मन अन्त कतै गइरहेछ। हामी जे गरिरहेछौं नि हाम्रो ध्यान त्यो ठाउँमा छैन, अन्त कतै गइरहेछ। मान्छेलाई हतार छ। मान्छे एउटा मेसिन जस्तो छ। मान्छेलाई यति हतार छ नि, ऊ खाना खाँदा पनि उलाई हतार छ, ऊ हिँड्छ उलाई हतार छ, ऊ अफिस जान्छ छिटो छिटो हतार छ, फेरि छिटो फर्किन्छ घरमा उलाई हतार छ, फेरि खान्छ, फेरि सुत्छ, फेरि उठ्छ। उसको दैनिक जीवनमा उलाई यस्तो हतार छ, ऊ दौडिरहेछ। थाहा छैन मान्छेहरू कता कुन दुनियाँमा दौडिरहेछन्, कुन सोचमा हिँडिरहेछन् मान्छेहरू। हामी यदि शान्त भएर एकदमै कम बोल्ने, मौन भएर, अनि बेला बेलामा बिहानमा ध्यान गरेर आफूले आफूलाई शान्त बनाउने अनि मानसिक रूपमा बलियो हुन एकदमै जरुरी छ। तर आजकलका यी वर्तमान कलियुगका मान्छेहरू यस्ता छन् जसलाई शान्त भन्दा पनि अशान्ति मनपर्छ। एक्लो बस्नु भन्दा, एक्लो बाँच्नु भन्दा उनीहरूलाई भिडभाड मनपर्छ, उनीहरूलाई कोलाहल मनपर्छ। यो रंगीन दुनियाँमा यसरी रंगिरहेका छन्। माया प्रेम भनौं, एउटा सँग हुन्छ फेरि छुट्छ, फेरि अर्को सँग हुन्छ। यसरी मान्छेहरू रुमलिरहेका छन् यो भिडभाडमा। उनीहरू एक दिन अचानक झस्किन्छन् जब मृत्यु अचानक आउँछ। अन्तिम अवस्थामा उनीहरूलाई लाग्छ ओहो मैले त कस्तो जीवन बाँचेछु यार। त्यही भएर हामी वर्तमानमा बाँच्न सिक्नुपर्छ। हामी जे गरिरहेछौं हाम्रो ध्यान, हाम्रो मन हामी त्यही ठाउँमा हुनु पर्यो। बोलिरहेछौं हामी त्यही हुनु पर्यो, हामी खाना खाइरहेछौं हामी त्यही हुनु पर्यो। अन्त दायाँ बायाँ म ध्यान जानु भएन, अरू कुराहरू सोच्नु भएन। जे गरिरह त्यसमा ध्यान हुनु पर्यो। काम गरिरहेछ काममा ध्यान हुनु पर्यो, कम्प्युटर चलाइरहेछ कम्प्युटरमा हुनु पर्यो, अनि सवारी साधन चलाइरहेछ त्यसमै हुनु पर्यो। हामी जे गरिरहेछौं त्यसमा ध्यान भएन भने न त्यो मान्छे सफल हुन्छ, न त्यो मान्छे वर्तमानमा बाँच्न सिक्छ।